ड्युटी गएका छन्, अहिले भोकाएर आउँछन्। म खाना पकाउँदैछु। प्याज स्याज काटेँ, खुर्सानीहरू, लसुन अदुवा सब काटेर रेडी छ। अब जिरा मसला पिन्नु पर्यो, जिरा धनिया लसुन प्याज एकै ठाउँमा हालेर पिनिदिएको मैले त। जसरी नि हाल्नै पर्छ एकै ठाउँमा। फ्राई तात्यो, तेल सेल हाल्यो, त्यसपछि खुर्सानी हालेर एकछिन पकाएर अनि प्याज पनि हाल्यो। प्याज हालिसकेपछि प्याज रातो रातो भयो, त्यसपछि यो मजाले सफा गरेको मासु टक्क हाल्यो, टमाटर चटचट काट्यो। मासु भुट्यो एकछिन आरामले 5-10 मिनट। त्यसपछि नुन बेसार, धुलो खुर्सानी, चलायो अनि टमाटर हालेर छोपेर लिएर आएँ, धोएर काटकुट पार्यो। अब मासुमा हाल्न रेडी भयो। त्यसपछि मासु टमाटर पाक्दैछ। लोकल झोल, ओहो खाउँ लाग्ने भयो त। धनिया हाल्यो, फाइनल पाकिसक्यो। यसो हेरेको खाउँ लाग्यो, मुखबाट पानी पो आयो त, थाम्नै सकिनँ। 2 पिस निकालेर चाखिहालेँ, एकदम गुड छ। केटाहरू आए ड्युटीबाट, अब खाना बसियो। सधैँ खाना फालिन्थ्यो, बेलुका उब्रिन्थ्यो, धेरै हुन्थ्यो। आज त खानै पुगेन रे, खाना कम भयो रे केटाहरूलाई। तरकारी मिठो भएर हो क्या। ल त हामी त खायौँ है, तपाईँहरू खानुभयो कि नै?